मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। विपक्षी बेन्चतर्फ सबै मान्य सदस्यहरू उठ्नु भएको छ। के का लागि उठ्नुभयो? मान्य सदस्यहरू, हामीले विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ। विषयवस्तु उठिरहेको विषय मलाई पनि ध्यान आकर्षण भएको कुरा मैले विगतका बैठकहरू पनि भन्दै आएको छु। त्यसमा सत्तापक्षको तर्फबाट पनि विपक्षी दलका नेताहरूसँग संवाद भइरहेको जानकारी यहाँहरूलाई जानकारी नै छ। हामीले हाम्रा मुद्दाहरू दर्ज गराएका छौँ, हाम्रा विषयवस्तुहरू दर्ज गराएका छौँ। त्यसकारणले त्यसको पनि कार्यान्वयन हुँदै जान्छ र हामी हाम्रो आफ्नो विषयवस्तु जुन अहिले लामो समयदेखि हामी बजेटको बहसमा जानुपर्ने त्यो रोकिरहेको छ। त्यसकारणले बसौँ, सबैले कार्यसूचीमा प्रवेश गरौँ, छलफलमा अगाडि बढौँ र यहाँले राख्न चाहेका कुराहरू राख्नु नै भएको छ। सरकारले जानकारी पाएको छ, त्यसकारणले सरकार यसमा गम्भीर नै हुन्छ भन्ने मलाई विश्वास छ। त्यसकारणले बसेर आजको कार्यसूची अगाडि बढाउनलाई सहयोग गर्नुहोस्। म मान्य सदस्य पद्मा अर्याललाई समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, आज यो सम्मानित सदनमा गम्भीर चिन्ता र गरुङ्ग मनका साथ हामी उपस्थित भइरहेका छौँ। विगत केही दिनदेखि सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो कूटनीतिक मर्यादा, पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै जुन खालको राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय अखण्डतालाई दखल पुग्ने गरी अभिव्यक्ति दिनुभयो। त्यो विषयमा आज गम्भीर ढङ्गले बहस चलिरहेको छ, व्यापक विरोध भइरहेको छ। यसै सन्दर्भमा सम्माननीय सभामुख महोदयसँग हामीले पटक पटक प्रतिपक्षीहरूको तर्फबाट आग्रह गरेका छौँ। जुन खालको भुल सम्माननीय प्रधानमन्त्रीज्यूले यो रोस्टममा आएर गर्नुभयो, त्यो भुल सुधार गरियोस्, क्षमा याचन गरियोस् र यो संसदलाई सुचारू ढङ्गले अगाडि बढाइयोस् भनेर हामीले यो पटक पटक ध्यान आकर्षण गरेका छौँ। यसो हुँदाहुँदै पनि यतातर्फ ध्यान पुग्न नसकेको कुरा महसुस भएको छ सम्माननीय सभामुख महोदय। त्यसैले मैले अलिकति कुरा स्मरण गराउन चाहन्छु। आज हामी यसरी छलफल गर्दै गर्दा, यो बहसमा सामेल हुँदै गर्दा मलाई 2077 साल जेठ 13 गतेको याद आइरहेको छ। जुन यही सदन हो, यो सदनमा नै त्यति बेला पनि सत्तापक्ष र प्रतिपक्ष थियौँ सभामुख महोदय। हाम्रा राजनीतिक र वैचारिक मतभेदहरू थिए, तर आफ्ना राजनीतिक र वैचारिक मतभेदहरूलाई थाती राखेर, आफ्ना असन्तुष्टिहरूलाई थाती राखेर राष्ट्रियताको सवालमा राष्ट्र एकढिक्का भएको थियो। हाम्रो अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई समेटिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा जारी भएको थियो। त्यतिखेर हामीले यो कुनै सत्तापक्षको विषय मात्रै बनाएनौँ, प्रतिपक्षको विषय मात्रै बनाएनौँ। सम्माननीय सभामुख महोदय, यो मुलुकका सबै जनताका प्रतिनिधि भएर आएका, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको साझा सहमतिको विषय बनाएर एउटा सशक्त राष्ट्रिय एकताको सन्देश दिन हामीले सफल भएका थियौँ। त्यही अनुसार
एउटा संविधानको अनुसूची बदलेर हामीले संविधानको अङ्ग बनाएका छौँ र जनताको जिब्रोमा प्रचलित भएको चुचे नक्सा आज हामीले उपयोग गरिरहेका छौँ। त्यसैले म यो सम्मानित सभामा भन्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालेपानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो, निशर्त फिर्ता हुनुपर्छ। मैले यो कुरा जोडका साथ राख्न चाहन्छु। तसर्थ सम्मानीय सभामुख महोदय, आज पनि राष्ट्रियता सम्बन्धी जुन बहस चलिरहेको छ, म आग्रह गर्न चाहन्छु, सत्तापक्षका मान्य सांसदहरूलाई पनि म भन्न चाहन्छु, यो कुनै एउटा प्रतिपक्षीको विषय मात्रै होइन, यो 3 करोड नेपाली जनताको विषय हो, हामी सबैको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भुल सुधार गरौँ, हामी सबै एकताबद्ध भौँ, राष्ट्रियताको मावलामा पक्ष विपक्ष हामी नभौँ, हामी एकताबद्ध भएर भुल सुधार गर्दै हाम्रा तर्फबाट सम्माननीय सभामुख महोदयले त्यसको नेतृत्व गर्नुहोस्, एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरौँ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर क्षमा याचनसहित त्यो रेकर्ड हटाउने काम गरौँ। त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौँ। तसर्थ म आग्रह गर्न चाहन्छु, आजको यो सदन स्थगित गरियोस्। म दोस्रो विषयमा सभामुख महोदयको ध्यान मान्य सदस्य आफ्नो भनाइ छोट्याउनुहोस्। छोटो सम्माननीय सभामुख महोदय, आज वर्षम पुरै बजारमा चर्चा परिचर्चा छ, छताछुल्ल भएको छ। यो संसदमा पेश भएको आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गरियो, 460बाट 450मा झारियो, 16 पृष्ठ गायब गयो। आज बजारमा चर्चा चलेको छ। त्यसै गरी करका दर रेटहरू फेरबदल गरियो। अनि म भन्न चाहन्छु, चाइनाको BID गाडीको घोटाला त्यही ढङ्गले सडकभरि छताछुल्ल भएको छ। भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर गाडी नआउँदै रातारात अनि त्यो खालको घोटालाको खेल भएको छ। आज बजार छ्यापछ्याप्ती छ। सभामुख महोदय, यो गम्भीर विषय हो। जहाँसम्म चाइनाको गाडीको प्रकरणको कुरा हो, BID गाडीको प्रकरणको कुरा हो, शङ्का मात्रै होइन, स्पष्ट सङ्केत देखिएको छ त्यहाँ घोटाला भएको छ। हामी ठोकेर भन्न सक्छौँ। सभामुख महोदय, आफ्नो भनाइ छोट्याउनुहोस्। मान्य सदस्य, सभामुख महोदय, म 1 मिनट मात्रै बताउन चाहन्छु। तसर्थ आज जे खालको परिस्थिति संसदमा पेश भएको विधेयकलाई संसदमा एउटा अङ्क राख्ने, मन्त्रालय फर्केर अर्को अङ्क राख्ने, यो के कामको निम्ति यस्ता व्यवहार गरिन्छ, के उद्देश्यले यस्ता काम गरिन्छ? सभामुख महोदय, यहाँ मान्य मन्त्रीज्यू त हुनुहुन्न, तर सभामुख महोदय मार्फत यो कसका फाइदाका निम्ति, के कामका निम्ति यस्ता खालका अङ्क फेर्ने काम गरिन्छ? म यो प्रश्न पनि गर्न चाहन्छु। यसको जवाफ कसले दिने? यसको जवाफ कृषि मन्त्रीले दिने कि स्वास्थ्य मन्त्रीले दिने कि पूर्वाधार विकास मन्त्रीले दिने कि अनि स्वयं अर्थमन्त्रीले दिने? सम्माननीय सभामुख महोदय, यो पनि मैले स्पष्ट गर्न चाहन्छु। आज रातारात कल छली गरेर राज्यलाई ठग्ने, मान्य सदस्य आफ्नो भनाइ सक्नुहोस्। आर्थिक रूपमा अपराध हो, राज्य ठग्ने अपराध हो। सभामुख महोदय, म यो राख्न चाहन्छु। आज हामीले देखेका छौँ करका दरहरू हेरफेर गरेर धेरै तलमाथि पारिएको छ, जनताको जीवनलाई कष्टकर बनाइएको छ। आज इतिहासमा पहिलोपटक सुर्तीजन्य पदार्थको कर मान्य सदस्य हर्कराज राईलाई म समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस् अनि मान्य सदस्यहरू बस्नुहोस्। धन्यवाद सभामुख महोदय समयको लागि। हामी यो बजेट नियमावली अरू विषयहरूमा प्रस्तुत गर्न खोजिरहेका छौँ, तर देशको सिमानाको विषय सबैभन्दा प्रधान विषय हो। देशकै प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ, त्यो अभिव्यक्ति अविलम्ब सचाइनुपर्छ भनेर हाम्रो माग रहिआएको छ। तर यतिका दिनसम्म सदनलाई स्थगित गर्दाखेरि उहाँले कुनै किसिमको वक्तव्य पनि निकाल्नु भएन। आज यहाँ उहाँ आउनु पनि भएको छैन, आउने छाँटकाँट पनि छैन, र हामी चाहिँ अरू कार्य तपाईँको चाहिँ सूचीमा प्रवेश गरौँ भन्ने खालको सभामुखज्यूको जुन आग्रह रहेको छ, यो हामी स्वीकार्न सक्दैनौँ। उहाँले यो सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई
कहाँनिर चाहिँ के अरे सिमाना अतिक्रमण गरेर छौँ हामीले भन्ने बारेमा चाहिँ उहाँले यहाँ पुष्टि गरिदिनुपर्छ कि त होइन भने नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ, त्यसलाई माफी माग्नुपर्छ भन्ने त्यो तपाईँको शब्द पनि प्रयोग नगरौँ, उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ। हामी यो माग राख्न चाहन्छौँ। त्यो कुरा नसचिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ होइन। देश भन्ने हाम्रो परिकल्पना र आफ्नो भावना मात्रै हुँदैन, भूगोल बिनाको देश हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो भूगोलमा होइन विभिन्न खालका छैन बेला बेलामा भइराखेका अतिक्रमणहरूको विरुद्धमा संरक्षणको रक्षाको नीति लिनुको साटो अहिले हामीले जे खालको चाहिँ के अरे सुनिरहेका छौँ प्रधानमन्त्रीज्यूको मुखबाट, त्यसले हामी अत्यन्तै धेरै दुखी छौँ, आक्रोशित छौँ, आन्दोलित छौँ। अहिले सडकभरि आन्दोलन भइराखेका छन्। त्यसो भएको कारणले गर्दाखेरि यो देशको शान्ति सुरक्षाका लागि पनि उहाँले आएर आफ्नो वचन सच्याउनुपर्छ। म त भन्छु नेपाली आर्मीलाई, नेपाली सेनालाई सेनामा लगेर तैनात, तपाईँको सिमानामा लगेर तैनात गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ चाहिँ सिमानामा हो, तर अन्यत्रै प्रयोग भइराखेको कुरा छ। त्यसतर्फ पनि सरकारले तपाईँको चाहिँ के अरे ध्यान दिनुपर्छ। र उहाँले भन्नुपर्ने कुरा चाहिँ अरू मन्त्रीहरूले, परराष्ट्र मन्त्रीज्यूले अथवा कोही कसैले अरूले आएर सच्चाइ दिने भन्ने खालको कुरा पनि मैले सुनिरहेको छु। त्यो पनि हामीलाई मान्य हुने छैन। उहाँको मुखबाट निस्केको त्यो जुन छ होइन शब्द, उहाँकै मुखबाट निस्केको शब्दले सच्याउनुपर्छ भन्ने माग हाम्रो हो। म यो कुरा राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्य वर्षमान पुनलाई म समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नु होला अनि मान्य सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, केही दिनदेखि संसदको नियमित कार्य सञ्चालन हुन सकिरहेको छैन। त्यसमा खास गरी सम्मानित प्रधानमन्त्रीज्यूको आकस्मिक समयमा बोल्ने क्रममा प्रश्न उत्तर क्रममा उठेका विषयमा हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट असहमति र विरोध गर्दै आएका छौँ। त्यसमा पनि राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमाको विषयमा जो गम्भीर विषयहरू उहाँबाट व्यक्त भयो त्यो असहमत छौँ। र उहाँको आशय के हो, उहाँले भन्न खोजेको कुरा के हो, उहाँले हाउसमा भन्नुपर्छ भन्दै आएका छौँ। हामी त्यसमा पनि शङ्काको लाभ दिएकै छौँ। त्यसो हुँदा सम्मानित सभामुख महोदय, यो बिचमा डेडलक जस्तै थियो। आज सत्तारूढ पार्टी रासोपाका सभापतिज्यूले, माननीय सभापतिज्यूले सर्वदलीय बैठक आयोजना गर्नुभयो। राम्रो छलफल पनि भयो, सकारात्मक सुरुवात पनि भएको छ। र हामीलाई के विश्वास छ भने यो प्रतिपक्षी दलहरूको तर्फबाट, म स्वयं आफ्नो दलतर्फबाट भन्नुपर्दा संसद नियमित रूपले चलोस्। बजेटका विनियोजनहरूमाथि छलफल गर्नुपर्ने छ, अरू विषयहरू छन्, त्यसै गरी मन्त्रालयगत विनियोजनहरूमा छलफल गर्नुपर्ने छ। त्यो क्रम नियमित चलोस्। हाम्रा असहमतिहरू छन्, थुप्रै असहमति होलान्, तर संसद नियमित चलोस्, यसमा हाम्रो प्रतिबद्धता छ, हाम्रो चाहिँ आफ्नो धारणा रहेको छ। त्यसो हुँदा आजकै बैठकको सन्दर्भमा प्रधानमन्त्रीज्यूको यो विषय सचिनुपर्छ, संसदको रेकर्डबाट हट्नुपर्छ, उहाँले आएर जवाफ दिनुपर्छ भन्ने कुरा हामी प्रतिपक्षीहरूको तर्फबाट हाम्रो अडान कायम छ। सत्तारूढ पार्टीबाट विभिन्न अप्सनहरू सदनलाई सुचारू गर्न, स्वयं प्रतिपक्षी दलले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न विभिन्न अप्सन आएका छन्, सकारात्मक आएका छन्। त्यसो गर्दा त्यो अझै निष्कर्षमा नपुगेको हुनाले केही समयलाई सम्मानित सभामुखज्यूले बैठक रोकेर यसलाई एकपल्ट अझै छलफल गर्दै, आजै छलफल गरेर अगाडि बढ्ने खालको वातावरण बनाइदिनुको लागि मैले आफ्नो तर्फबाट पनि प्रतिपक्षीहरूकै तर्फबाट पनि यहाँलाई म अनुरोध गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य ज्ञानेन्द्र बहादुर शाही, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, अब यो संसदको यो अर्को नियमित जो प्रधानमन्त्रीको जवाफ हामीले नियमित मागि नै रहेका छौँ, तर योभन्दा अलिकति पर जान मन लाग्यो। आज सम्माननीयज्यूलाई म अपिल गर्न चाहन्छु, संसदप्रति सरकार चाहिँ जवाफदेही हुने हो होइन, हुनुपर्ने हो या होइन,
किनभने जुन आर्थिक विधेयक आयो यो संसदको सम्पत्ति हो। त्यो संसदको सम्पत्ति अर्थमन्त्रीज्यूले संसदमा पेशै नगरी भकाभक चेन्ज गर्नुहुन्छ कसको स्वार्थमा? र अर्को सबभन्दा ठुलो कुरा सम्माननीय सभामुखज्यू, यो देश चाहिँ गाउँका किसान, मजदुर र सामान्य नागरिकले बिगारेका होइनन्। देशलाई कमजोर बनाउने काम चाहिँ सत्ता र शक्तिमा पुगेका तर इमान्दार नभएका र जवाबदेही नसक्ने मान्छेहरूले नै आजसम्म यो देश बर्बाद पारेका हुन्। आज म भन्न चाहन्छु, करका दर हेरफेर गर्ने, करका दर नियम गर्ने नियममा अहिले धेरै यहाँ अर्थमन्त्री भइसक्नु भएको मान्छे पनि हुनुहुन्छ, कसलाई थाहा हुन्छ? नेपाल सरकारका सचिवलाई पनि थाहा हुँदैन त्यो कुरा। त्यो सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्ति बाहेक अरूलाई थाहा हुँदैन। तर आज सूचना लिक भएर 753वटा गाडी केरला नाकाबाट भित्रिन्छ, 14 गते भन्सार पास गरिन्छ, 20 गते गाडी आउँछन्। अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो चुहावट चाहिँ कसले गर्यो? अनि सरकारले छानबिन समिति बनाउँछ, बडा गजबको। आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ। हामीलाई थाहा छैन बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। सम्माननीय सभामुख महोदय, आज कसको आधारमा यो गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ। र सम्माननीय सभामुख महोदय, करका नीति मात्र होइन, संसदको सम्पत्तिमाथि चलाइएको छ। र अर्को विषयवस्तुमा प्रवेश गरेँ। यहाँ शिक्षा मन्त्रीजी हुनुहुन्छ भने भनिदिनु होला, यो पहिला एउटा आउने गर्थ्यो आदेशमाथि आदेश, परमादेशमाथि परमादेश। अहिलेको सरकारले पनि आदेश दियो, फी लिनु हुँदैन भर्ना फी भनेर। म आज यो देखाउन चाहन्छु, यो प्रत्येक विद्यालयको के गरेका छ। यहाँ नाम चेन कसैले के भनेका छन्, यहाँ कसैले तपाईँको सहयोग रसिद, कहिले वार्षिक सहयोग, नाम चेन्ज गरेर भक्काभक फी लगेर तपाईँको देशभरि बर्बाद पारिएको छ। त्यो भएको हुनाले यो कार्यान्वयन गरियोस्। र अर्को सरकारलाई म जाँदा जाँदै भन्न चाहन्छु, सत्तापक्षका माननीयज्यूलाई सभामुख मार्फत भन्न चाहन्छु, म अलिकति पुरानो हो तपाईँहरूभन्दा, 1 वर्ष 1 कार्यकाल। पहिला पनि यस्तै हुन्थ्यो, सरकारका मन्त्रीले गलत गर्थे, आफै छानबिन समिति बनाउँथे र आफैलाई आफै निर्दोष साबित गर्थे। अनि बिचरा संसदमा ताली पट्काउँथे। जनता वाक्क भएर भदौ 23-24 भयो। तपाईँहरूलाई ध्यानमा राख्नुहोस्, देशका बहालवाला मन्त्री र देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन संसदीय छानबिन समिति चाहिन्छ। त्यसबाट छानबिन गर्नुपर्छ हामी, किनभने यो सामान्य कुरा होइन। यो आज देशका अर्थ करका दरहरू हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो त्यो सूचना? त्यो सामान्य कुरा हो। अनि भन्सारको एउटा कर्मचारीलाई थाहा हुने कुरा हो त्यो? कसलाई थाहा हुन्छ? जम्मा 3 जना मान्छेलाई थाहा हुन्छ यो देशमा तपाईँको अर्थमन्त्री करका दरमा। एउटा अर्थमन्त्री, यदि चाहे भने अर्थ सचिव, यदि चाहेपछि राजस्व सचिव। यदि अर्थमन्त्रीले अनुमति दिनुभयो भने कसरी सूचना लिक भयो? यो ठुलो अपराध हो र सुशासनको आँटमा बनेको सरकार हो यो। यो सरकार र अहिले सरकारको जुन 182 सिट आएको छ, 181-82, तपाईँ हामीले कुनै काम गरिरहेको होइन। जनता वाक्क भएर सुशासन हुन्छ भनेर आएका हुन्। अहिले कुशासनको बाटोतिर नलाग्नुहोस्, म तपाईँलाई अपिल गर्न चाहन्छु। भनाइ छुट्याउँ। त्यही भए हुनाले सम्माननीय सभामुखज्यू, मन्त्रीमाथि छानबिन हुन्छ, पूर्व मन्त्रीमाथि आफै छानबिन गर्ने, आफै निर्दोष हो भन्ने, संसदीय छानबिन गरौँ न। पहिला प्रतिपक्षमा हुँदाखेरि हामीले मागेका थियौँ त, संसदीय छानबिन समिति गरौँ। अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ। यो राजद्रोह, यस्तो गर्न पाइँदैन। सम्माननीय सभामुखज्यू, म त्यही अपिल गर्न चाहन्छु। हस्, धन्यवाद। मान्य सदस्य, यही विषय हो, नयाँ विषय छ? हुन्छ, आफ्नो कुरा छोटकरीमा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, विषय यही हो तर गम्भीर छ। म एउटै मात्रै निवेदन गर्न चाहन्छु, नेपाली काङ्ग्रेस यो संसद अवरुद्ध गर्न चाहने पार्टी पनि होइन। यो संसदीय परम्परा र यसलाई प्रारम्भ गर्ने पहिलो पार्टी, संस्थापक पार्टी पनि हो। त्यसैले गर्दाखेरि म एउटै मात्रै तपाईँ मार्फत म बुझ्न चाहन्छु, यो 4 दिन
हामीले संसद अवरुद्ध गर्दै गर्दा बन्द गर्दै गर्दाखेरि त्यसको पनि त हामीलाई जानकारी त दिनुहुन्छ होला नि, भनिदिनुहुन्छ होला नि, केसम्म हाम्रो संवाद, केसम्म हाम्रो छलफल भयो, कहाँसम्म पुग्यो। किनभने हामीले धेरै विषयमा गम्भीर छलफल गर्न बाँकी नै छ। एक त संसद प्रारम्भ हुँदैखेरि ढिलो प्रारम्भ भएको छ, त्यसमाथि हामीसँग समय छैन। र अर्को कुरा, अचम्म कुरा के लाग्छ भने प्रत्येक गम्भीर घटनाहरूमा विषयान्तर गरेर अर्कैतिर मोडिने यो कथा, यो निरन्तरता कहिलेसम्म हो, यो म आग्रह गर्नु, म अनुरोध गर्न चाहन्छु, म बुझ्न चाहन्छु। होइन, यसले कहाँ पुर्याउने हो? साँच्चीकै हाम्रो समस्याहरूलाई खोजी गरिएन भनेदेखि संसदले निकास दिन्छ कि दिँदैन त? तपाईँ हाम्रो अभिभावक हो, तपाईँ फेल हुनु यो छुट छैन तपाईँलाई। तपाईँले हामीलाई डोर्याएर लाने हो। बरु हाम्रा साना साना कमजोरीहरू हुन सक्छन्, त्यो हामीबाट सच्याउन सकिन्छ होला, तर तपाईँहरूबाट त्यो छुट छैन, तपाईँहरूलाई छुट छैन। त्यसै कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यूले 19 गते दिनुभएको त्यो रोस्टममा बसेर दिनुभएको अभिव्यक्ति अत्यन्तै घोर भत्सना गर्छ नेपाली काङ्ग्रेस। र यसलाई अविलम्ब तपाईँले संसदलाई प्रारम्भ गर्न र निरन्तरता दिनका लागि छिटोभन्दा छिटो यो तपाईँले जिम्मा लिनुपर्छ। तपाईँले संसदलाई सुचारू गर्न, किनभने हामीले बजेटको विभिन्न विषयमा हामीले छलफल गर्न बाँकी छ, कृषिका सेक्टरमा कुरा गर्न बाँकी छ, पहाडी क्षेत्र र हिमाली क्षेत्रमा अहिले आएको बजेटले ल्याएको विकराल अवस्थाको परिणाम भोग्न अब बाँकी छ, त्यसको विषयमा छलफल गर्न बाँकी छ। मुलुकको सबैभन्दा जटिल विषय बसाइसराई, त्यो बसाइसराईलाई यो अहिलेको बजेटले अझ धेरै प्रश्रय दिएको छ। यस्ता धेरै विषयहरू छन्, त्यस कारणले म तपाईँको समय धेरै लिन चाहन्न। यति मात्रै हो, संसदप्रति उत्तरदायी भएर प्रधानमन्त्रीज्यूले यहाँ आफ्नो प्रष्टीकरण दिनुपर्छ। संसदलाई कहाँ नेपालले भारतको भूभाग मिचेको छ त्यो कुरा प्रष्टताका साथ भन्नुपर्छ। नेपाली काङ्ग्रेसको तर्क यही नै हो र नेपाली काङ्ग्रेस मर्यादित भएर संसदलाई अझै परिष्कृत बनाएर, तपाईँलाई नै शक्तिशाली बनाएर, सभामुखज्यूलाई नै मानेर अगाडि बढ्न सदैव तयार छ। म यति नै आग्रह र अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। पछाडि मान्य सदस्य उठ्नु भएको छ, के का लागि उठ्नुभयो? मैले विपक्षी बेन्चमा प्राय सबै दलको मान्य सदस्यहरूलाई बोल्न दिइसकेका छु। अरू केही नयाँ विषय, आकस्मिक समय केही हो तपाईँको? बसौँ मान्य सदस्य, दलहरूबाट कुरा आइसकेको छ, मेरो ध्यान आकर्षण भएको छ, बसौँ। एक मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूको विषयमा म दोहोऱ्याउन चाहन्न। यसमा मेरो समर्थन नै छ प्रतिपक्षी दलका नेताहरूले बोलेको विषयमा। सम्माननीय सभामुख महोदय, गत जेठ 15 गते 2083-84 को बजेटसहित त्यसमा आश्रित विधेयकहरूमध्ये आर्थिक विधेयक पनि टेबल भएको थियो। हाल संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको आर्थिक विधेयकमा भिन्नता देखिएको छ। संसदमा प्रस्तुत भएको विधेयक र वेबसाइटमा राखिएको विधेयकमा करका दरमा समेत हेरफेर गरिएको छ। संसदमा टेबल भएको र छलफलको क्रममा रहेको विधेयकमा संसदलाई नै छलेर सरकारले मनलाग्दो हेरफेर गर्न मिल्दैन। संसदलाई छलेर गरिएको यस्तो स्वेच्छाचारी कार्य हामीलाई स्वीकार्य छैन। अर्को कुरा, बजेटको पूर्व सन्ध्यामा करका दरबारेको सूचना लिक गरेर कुनै व्यवसायीलाई फाइदा पुर्याउने र राज्यलाई अरबौँको घाटा पुर्याउने कार्य भएको छ। सभामुख महोदय, बसौँ मान्य सदस्य, मैले समय दिएँ, यहाँले विषयवस्तु राखि नै हाल्नु भएको छ, बसौँ। मान्य सदस्यहरू, मैले सबै दलका मान्य सदस्यहरूलाई, विपक्षी बेन्चतर्फ सबै दलका मान्य सदस्यहरूलाई विषयवस्तु राख्न समय दिइसकेको छु। समय आइसकेको छ, मेरो ध्यान आकर्षण भएको छ। अब हामी कार्यसूचीमा प्रवेश गरौँ। केही हुन्छ, मैले मान्य सदस्यलाई आकस्मिक समय माग्नु भएको छ, म दिन्छु, बस्नुहोस्। हो, छुट्टै विषय मान्य सदस्यले मलाई जानकारी गराउनु भएको छ, म समय दिन्छु, अहिलेलाई बसौँ।
मान्य सदस्यहरू, मैले विपक्षी बेन्चतर्फको मान्य सदस्यहरूले राख्नुभएको विषय मेरो ध्यान आकर्षण भएको छ। भर्खरै बैठक सकेर आउनुभएको मान्य सदस्यले राख्नुभएको विषय पनि ध्यान आकर्षण भएको छ र अब हामी छलफल गर्दै जाउँ। विषयवस्तु उठेका विषयवस्तुहरूमा सरकारको तर्फबाट, सत्तापक्षको तर्फबाट त्यो संवादहरू चलाउँदै जाउँ र सदन पनि हामी सुचारू गर्दै जाउँ। त्यसो गर्दाखेरि हाम्रा कुन विषय महत्त्वपूर्ण हो र कुन विषय महत्त्वपूर्ण होइन मैले भनिरहेको छैन। सबै विषयहरू मान्य सदस्यले उठाउनु भएका कुनै पनि विषय महत्त्वपूर्ण हो। सबै विषय जनताकै विषय हो, सबै विषय राष्ट्रकै विषय हो, यसमा दुई मत रहेन। त्यस कारणले हामीले एउटा विषयलाई टेकेर अरू सबै विषयलाई छोड्दै गयौँ भने समयले हामीलाई पर्खँदैन। त्यस कारणले म मान्य सदस्यहरूलाई संवाद चल्दै गइरहेको छ, चलाउँदै जाउँ। आज पनि यस पछाडि सदन सकेपछि संवादहरू गरौँ, भोलि पनि संवादहरू गरौँ। त्यस कारणले सदन अगाडि बढाउनको लागि म मान्य सदस्यलाई सहयोग गर्न अनुरोध गर्दै आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु। र आज पनि केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नलाई आफ्ना नामहरू टिपाउनु भएको छ। आकस्मिक समयमा बोल्न दिउँ, त्यसपछि आज सुन्ने समय प्रवेश गरौँ, अरू कार्यसूचीमा प्रवेश गरौँ। त्यसले गर्दाखेरि हामीले यहाँ उठेको विषय पनि सरकारसँग, सत्तापक्षसँग संवाद हुँदै गर्छ र जनताको मुद्दामा पनि हामी बहस कन्टिन्यू चल्छ। यसले हामी सबै पक्षलाई र जनताको लागि पनि यसले राहतै हुन्छ भन्ने मलाई लाग्छ। त्यस कारणले मान्य सदस्यहरूले बसेर, मैले यहाँहरूको सबैले राखेको कुरा ध्यान आकर्षण भएको छ, बसेर सदन सञ्चालन गर्नको लागि सहयोग गर्नुहोस्। मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूलाई समय दिएर सबैको कुरा गम्भीर रूपमा सुनेको छु र विषय गम्भीर छ, मैले त्यसलाई स्वीकारेको छु। सरकारले बुझेको छ, सरकारको प्रतिनिधि मन्त्रीज्यूहरू हुनुहुन्छ। त्यस कारणले हामी सदन सुचारू नगर्दाखेरिको असर अब यो मैले मान्य सदस्यहरूलाई भनिरहनु पर्दैन। त्यस कारणले बसौँ, सदन सुचारू गरौँ, संवाद पनि सँगसँगै गर्दैछौँ। त्यस कारणले संवादले पनि एउटा निर्णायक मोड लिँदै गर्छ र यता हामी कार्यसूचीमा राखिएका हाम्रा विषयवस्तुमा नै हामी अगाडि बढ्छौँ। त्यस कारणले मान्य सदस्यहरूलाई बसेर सदन सुचारू गर्नलाई सहयोग गर्न म अनुरोध गर्छु।
माननीय सदस्यहरू, अब यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।